रेकर्ड गरेर राख्छौँ ल के गर्नुपर्छ सब पहिला सुरु तपाईँको गाईको के गर्ने भने एउटा के अरे मेस्लिङ मलम भन्ने पाइन्छ त्यो भएन भने सिर्फ कुरिलो थोरै धेरै खुवाउने होइन रियाक्सन गर्छ त्यसले थोरै खुवाउनु थोरै यति जति ल्याएर पकाएर त्यसलाई खुवाउने अनि अब साह्रै नि त्यस्तो मतलब कुँडोमा हालेर कुँडोमा खुवाउनु पनि पऱ्यो नि थोरै चोकर हालेर चोकर भन्नाले यति चोकर लिने अनि कुरीले त्यहाँ कुँडोमा खुवाउँदाखेरि धेरै हुन्छ थोरै चोकर लिने बाटामा राखिदिएपछि उसले ल्याप खाइहाल्छ गाईले मोबाइल एकछिन पनि त्यही छ म दिन्छु ए ल म लेखाइदिन्छु सब पढ्ने अनि त्यहाँबाट त्यो गरेपछि अब त्यो अनि तेल छ भने तोरीको तेल सर्लक्क ज्वानो छ होला ज्वानो थोरै गर्नु त्यो गरेपछि अरू विकल्प केही पनि छैन गाईको त्यो गर्नुहोस् राम्रो हुन्छ गाईलाई चाहिँ सानो गाँठो भएको ठाउँमा तपाईँको त्यो एउटा मेस्लिङ मलम भन्ने पाइन्छ त्यसले चाहिँ अब त्यो कुरिलो खुवाउँदा नि खुलेन भने त मेन जग भनेको कुरिलो हो गाई बाँसको जरा त्यो साह्रै नै आएन साह्रै टन्टी भएको भने बाँसको जराले जस्तो हाम्रो अब त्यो बलु झार लाउँछौँ नि हो त्यस्तै चाहिँ तपाईँको त्यो कुरिलो त्यो बाँसको जराले के गर्ने भन्दाखेरि पिलो जस्तो निचारिदिन्छ कि त्यसले आफै आऊ तपाईँको सबै यसरी छामेर मजाले यसरी मार्नुपर्छ गाईको कचौरा मारिपछि ऊ सन्चो हुन्छ अनि त्यो लेग्राहरू त्यो जमेको तितर हुन्छ भित्रपट्टि अनि त्यो भएपछि बल्लहरू चाहिँ काँचो कुँडो खुवाउने यताउति केही पनि नगर्नु घाँसहरू चिसो घाँसहरू केही पनि नदिनु सुकाएर मजाले अहिले चाहिँ जस्तो अब अहिले सुकाउनु भयो अब घाममा हालिदिनु हुन्छ भनेर घाममा पनि नहाल्नु बिरामी हुन्छ गाई मैले घाममा सुकाएर राखेर बेलुकापट्टि दिने हो तपाईँको 2-3 दिन घाममा सुकाएर घाँस दिन मिल्छ 2-3 दिन होइन आज अहिले सुकाउनु भयो भने त बेलुका त खङ्ग्राङ हुन्छ अनि बेलुका दिन केही फरक पर्दैन जब चाहिँ अहिले घाम छ थोरै ल्याएर हालिदियो भने त्यो नहाल्नु किनभने झुवालो हुन्छ हामीलाई नि अब काम गर्दा गएर झुवालोमै ठक्कै गर्दै हुन्छ त्यो त अब सबै ब्याक्टेरिया अनि ब्याक्टेरियाबाट बचाउने यो दही सही महीहरू कहिल्यै दिनु भएन गाईलाई त्यो सिधै ब्याक्टेरिया दुधमा जाने भयो कहीँ दहीहरू बनेको सामानबाट बचाउनु पर्यो ठेकीहरू भाँडाहरू पोटस पानी छ भने पोटस पानीमा सर्लक्क तपाईँको गाईको कचौडा चाहिँ धोएर साफ क्लियर गरेर अनि भकारोहरू क्लियर गर्नु पर्यो भकारोहरू ब्याक्टेरियाहरू त्यो सबै कीटाणुहरू नष्ट गर्नु पर्यो किन भन्दाखेरि अब मान्छेले प्रायः सुगर सफा गर्दैन अनि त्यहीँबाट ब्याक्टेरिया एउटा थुनबाट तपाईँले एउटा थुन चलाउनु भयो अर्को थुनमा गएर ब्याक्टेरिया सरिहाल्छ त्यो त्यस्तो हुन्छ अरू केही नगर्नु डाक्टरी उपचार गर्दै नगर्नुहोस् अब डाक्टरले सक्सेसै रहन्छ डाक्टरको सक्सेसै छैन बिरामी हुने मात्रै हो अरू केही पनि छैन गाई बिग्रिने कारण त्यही हो ल धन्यवाद।